So hello and namaste everyone. This is your boy Evi. Welcome back to my another vlog. Oh, you know that. Camera त उज्यालो देखिन्छ त अनि उज्यालो कस्तो उज्यालो हस देखिन्छ त अनि अहिले हामी दुई जना छौं हैन जस्ट बिहान बिहानै आज घुम्न हिँडेको आज चाहिँ अनि दुई जना आउँदै छन् इलिस्टर निश्चल अनि हामी कहाँ हिँड्न आँटेको भन्दाखेरि चाहिँ भरे ब्लगमै भन्छु म त चाहिँ हैन एउटा चाहिँ रेडी भयो यही मेरो पुतली अर्को पुतली आउँदैछ सो फाइनली हाम्रो यो तुस्टे आइपुग्यो अब चाहिँ हामी यहाँबाट निक्लिन्छौँ हैन अब हामी कहाँ जान्छौँ रे हामी सन्दकपु हामी अब हेरौँ कहाँसम्म पुगि जाने हो निरज दाइले सुन्छ फेरि गाले फरा जाने पनि उहाँ जान आँटेको होइन कहाँ टुर म मेरो टुरै एकदमै टुर गरेछ केटाहरू ट्याब्लेट हिँडेको भनेछ हेलो एभ्रिवान अहिले चाहिँ हामी ठ्याक्कै हामी फिकलमा आइपुगेको छौँ होइन अहिले चाहिँ हाम्रो साथी अब क्यास बोक्ने जमाना छैन आजभोलि एटिएमबाट पैसा हिँड्न आएको छ लाग्यो बाटो रिच किड यस्तै हो क्यामेरा बोक्या भित्र यो वाइ मात्र त्यसको अगाडि यो मात्रै जाडो जाडो छ जाडो जोब्बर भइरहेको छ अहिले होइन यत्रो अब यो ज्याकेट चाहिँ मेरै हो होइन बाउको भन्दा हो पन्जा सन्जा लाउँदैन उपर हावा छिरिरहेको छ उपर जाडो बाइक दुईटा छ तर हेलमेट चाउडा खाया अब बिस्तारै जाने हो केटाहरू उपर रङ्केर पुग्छ हामीले त्यसो गर्न आउँदैन बिस्तारै जाने हो मेरो बोली आएन ल एकछिन है माथि भेट्यो हेलो गाइस समोसा मेकिङ बाइक मेकिङ एउटा स्कुटी ह्यापिङ बाइक मेकिङ स्कुटी ह्यापिङ मेरो बाइक चाहिँ सकिसक्यो भित्र यसको बाइक चाहिँ अलिक गाडीको 220 रुपियाँ चाट अब हेलमेट बिस्तारै बिस्तारै भारी हुन्छ केटा फिदिम गयो भने झन् भारी हुन्छ हामी चाहिँ बिब्लेटेमा आएर चट्टसँगले एबी ब्लग्सको बाइक बनाउँदैछौँ ग्यास किट फेर्नु पर्यो अरे प्याटाटाहरू भयो अरे केटाहरूको कान खायो ल अगाडि भेट्छौँ हामी चाहिँ अब सन्दकपुर राइड निस्किसक्यौँ होइन अफ रोडिङ हेर्न सक्नुहुन्छ तपाईँहरू हामी फुल अब खोज्दा क्यामेरा राम 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 एकदम अफ रोड सुरु भयो सन्दकपुरको लागि होइन यो चाहिँ कोही पदार्थ भित्र छिर्नु पनि थाहा छैन मलाई त फर्स्ट टाइम हो सन्दकपुर होइन त्यो अनि अब बाइक सर्भिसिङ नगरिकन लिएर आएको सर्भिसिङ हाल्छु भन्दै चाहिँ तान थाहा छैन साथी कुदाउँदैछ मेरो बाइक चाहिँ अब हेरौँ अफ रोड नेक्स्ट लेभल छ कालो पेन्ट त सेतो भयो मेरो त मेरो कालो पेन्ट सेतो भइरहेको छ होइन त्यो अस्ति हामीले पिकअप हेर्थ्यौँ नि त्यो के अरे त्यो पिकअपमा पुरै बाजेहरू सेतो भएर जान्छ नि हो त्यस्तै भइरहेको छ हाम्रो माई पोखरी तेरो एनएसले एकमा पनि तानेन त्यसले तिनमै सजिलो तान्दियो तिनमै सर्भिसिङ गरेर त्यही भएको छ जुत्ता ल हामी चाहिँ माई पोखरी आइयो माई पोखरी नै 30-40 किलोमिटर कति होला थाहा छैन मलाई चाहिँ होइन यस्तो अफरोड छ भन्नु सुने थियो पुरै कि त 2-3 किलोमिटर पुरै अफरोड अहिले वाक्य विरक्त लाग्दो भइसक्यो पुरै जङ्गेर केटाहरू खाना खान लागिजान्छु माई पोखरी है त अहिले चाहिँ हामी ठ्याक्क माई पोखरीबाट खाजा खाएर होइन निक्लिसक्यौँ अनि अब बाटो त उस्तै हो 30 किलोमिटर छ अरे यस्तो बाटो होइन फुल अफ रोड छ तपाईँहरू मुस्ताङ जान होइन अब त्यो त्यस्तै एडभेन्चर त अब त्यो होइन मुस्ताङकै पुरै भाइब आउँदैछ
अब एनएससी प्रब्लम मलाई भोलि घर चाहिँ पुऱ्याइदेऊ त्यति हो अरू त्यस्तै हो त्यहाँदेखि भित्र लिएर आइज न ल एनएस कटो अर्को एफजेडको पालो ल उहाँले पनि कटाउनु भयो कृपया यो के अरे यो सन्दकपुर भन्ने ठाउँ चाहिँ हेलिकप्टर मात्रै आउनु होला बाइकतिर चाहिँ केहीमा नआउनु होला भर्के हुन्छ बाटो हुँदो हेरेर कि राम 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 ए हो खोलिदिएन त धेरै जानु लकडा हो होइन जिन्दगीमा कसैले साथीभाइले सन्दकपुर जाउँ भनेर प्लान बनायो भने 2 झापड हान्नु सुरुमा अनि अन्तु जाउँ भनेर भन्नु त यस्तो बाटो चाहिँ नआऊ केटा हो भयो म काबु फिर्किनु मिल्यो नि फिर्किन्छ तर आधीभन्दा धेरै आइपुग्यो के फिर्किनु आधी हो कति त पैसा खर्च भएकै छ मैले लौ त सोल्डीहरू अब यस्तो यो कुराकानी यस्तो अफरवटा 100वटा भेटिन्छ 100वटा भिडियो अट्दैन एउटा स्टोरी फिल्मै बनिएला फेरि भिडियो होइन मै चढेँ है त ल अर्को पेन्ट छ नि केटा छ नि ल पेन्ट त एक जोडी फाल्टु गराएको छ ल है त बाटो भेट्दै गरौँ ल फेरि त्यो बाटो ठिक्क अफ भयो हामी यहाँ बाटो जो कता कता यहाँबाट आयौँ यताबाट आयौँ यता हो कि यता हो एकछिन पहिला हेर्न केटा हो गाडीको ट्र्याक्टर जतिवटा छ यस्तो केटा यहाँ रे आफ्नो गेस हान म हाल्छु सुरुमा होइन ल अघि माथि जुन कृपया तलबाट जानु भनेको थियो नि त्यो घुमेर आउँछ भइसक्यो स्या 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 तर यो ठाउँ चाहिँ अब यहाँ आइपुगेपछि अलिअलि राम्रो आउन थालेको छ माथि माथि चाहिँ राम्रो तल त उराट लाग्दो साला 5 देखि 6 घण्टा चाहिँ यस्तो अफरोड छ कि त कसैको कुरा नसुन्नु त भ्लग सक्नु हैन यही हेर्नु हामीले त्यो भ्लग हेरेर आएको अरे अफरोड त एउटै देखाएन 5 घण्टा त नन स्टपै त्यो घाल्टा र घुल्टी त्यो बाटो पनि अफरोड पनि होइन त्यो त अफ रोड हो
बरु मुस्ताङ जानु भने तपाईँहरू जित्नुहुन्छ साँच्चै भन्नु पर्यो नि झापामा भएको मान्छे सन्दकपुर आउने भन्नुभन्दा बसन्तपुरतिर जानु दामी छ बरु बरु त्यो पैसाले यहाँ आउने पैसाले बरु अन्तु गएर दारू खाएर आऊ केटा हो तिमीहरूलाई त स्वर्गै लाग्छ त्यो त के हेरेको र अब अर्को क्लिप आउँछ त्यसमा के हो हाम्रो अर्को राइडर आउँदैछ जामा लाउनेले एकपल्ट मेरो बाइक लडाइसक्यो अब अर्कोपल्ट लडाउनुमा बिर्छ आयो राइडर केटो 1 2 3 आयो तानो 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 यहाँ आएर तानेर ठुक्क मरेको गयो जा 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 गयो केटाहरू गाउनु नै हलिन्छ त हौ फाइनल्ली भनेको 10 रोटी भइसक्यो होला ए हिउँजी भेट्यो हामीले के भेट्यो अरे असिना हिउँ के हो म त गरोबर फ्याँक ओए म चिप्लो खाँदै त ल बाइक त्यसरी ल्याउनुपर्छ गाइज होइन नआउनुहोस् तपाईँहरू यसलाई चाहिँ के भन्छ भनेको होइन यसलाई चाहिँ ब्ल्याक आइस भन्छ वाइट छ त फेरि